नमस्ते। ड्रिमल्यान्ड डिजिटल एजुकेसनको युट्युब च्यानलमा यहाँहरू सबैलाई म हार्दिक स्वागत गर्न चाहन्छु। म लीलाधर अधिकारी। त लागौँ आजको विषयवस्तुतर्फ। हामी कक्षा 11 को फाइनल एकाउन्ट अथवा परम्परागत रूपमा तयार गरिने वित्तीय विवरणहरूको बारेमा अध्ययन गर्न गइरहेका छौँ। यसको बारेमा छलफल गर्न गइरहेका छौँ। परम्परागत रूपमा यदि उत्पादनमूलक संस्थाहरू हुन् भने उत्पादन खाता, प्रॉफिट एन्ड लस एकाउन्ट र त्यस्तै गरेर ब्यालेन्स सिट तयार गर्ने हुन्छ भने यदि अरूबाट उत्पादित वस्तुहरू ल्याएर बिक्री गर्ने संस्थाहरूको हकमा ट्रेडिङ एकाउन्ट व्यापार खाता खोल्ने गरिन्छ र व्यापार खाताले हामीलाई समग्र सञ्चालनबाट ग्रस प्रफिट भयो अथवा ग्रस लस भयो भन्ने कुराको जानकारी दिन सहयोग गर्दछ। यसमा मुख्य अपरेटिङ एक्टिभिटिजहरू गरेर ग्रस लस भयो कि ग्रस चाहिँ प्रफिट भयो भन्ने बारेमा हामी चाहिँ यसबाट जानकारी प्राप्त गर्छौँ र यसमा डेबिट पक्ष हुन्छ। डेबिट पक्षतर्फ हामी प्रत्यक्ष खर्चहरूलाई राख्ने गर्छौँ। प्रत्यक्ष खर्चहरू भनेका के हुन् भने प्रत्यक्ष खर्चमा वेजेस भयो, क्यारेज इनवार्ड, फ्राइट इनवार्ड, इम्पोर्ट ड्युटी, अक्ट्ररी, ड्रग चार्जेस, फ्युल एन्ड पावर, फ्याक्ट्री रेन्ट, लाइटिङ एक्सपेन्सेसहरू भयो, म्यानुफ्याक्चरिङ एक्सपेन्सेस, रोयल्टी अन प्रोडक्सन आदि कुराहरू यदि दिएको छ भने यी डाइरेक्ट एक्सपेन्सेसहरू हुन्। डाइरेक्ट एक्सपेन्सेसहरूलाई हामी प्रति एकाइ कस्टमा सजिलैसँग कन्भर्ट गर्न सक्ने हुन्छ र यी उत्पादनसँग अथवा बिक्री वितरणसँग उत्पादनसँग अथवा खरिद बिक्रीसँग एकदमै रिलेटेड भएका प्रत्यक्ष खर्चहरू यसमा समाविष्ट हुन्छन् र क्रेडिट पक्षमा प्रत्यक्ष आम्दानीहरू समावेश हुन्छन्। प्रत्यक्ष आम्दानीमा सेल्स एन्ड क्लोजिङ स्टकहरू त्यस अन्तर्गत हुन्छन् र यो प्रॉफिट एन्ड लस एकाउन्ट ट्रेडिङ एकाउन्टले देखाउन के खोजेको छ भने यसले चाहिँ हामीलाई ग्रस प्रफिट, यस अन्तर्गत के हुन्छ भने डाइरेक्ट इन्कम्स, यसमा ग्रस प्रफिटमा चाहिँ सेल्सबाट ओपनिङ स्टक घटाउने, पर्चेज घटाउने, डाइरेक्ट मटेरियल घटाउने, डाइरेक्ट लेबर घटाउने, डाइरेक्ट एक्सपेन्सेस घटाउने र त्यस पछाडि चाहिँ क्लोजिङ स्टकलाई चाहिँ यसमा चाहिँ प्लस गर्ने हो भने चाहिँ यो अलिकति गलत भएछ है। ओपनिङ माइनस स्टक भयो, त्यस पछाडि यो पनि माइनस हुन्छ। त्यस्तै गरेर पर्चेज पनि माइनस हुन्छ, सेल्सबाट चाहिँ घटाइन्छ। त्यस्तै गरेर डाइरेक्ट मेटेरियलहरू पनि यसलाई चाहिँ हामी घटाउनु पर्छ। यसलाई चाहिँ हामी घटाउ चिन्ह राख्नु पर्यो। त्यस्तै गरेर डाइरेक्ट लेबरलाई पनि घटाउनु पर्छ र त्यस पछाडि चाहिँ डाइरेक्ट एक्सपेन्सेस पनि घटाउनु पर्छ, तर क्लोजिङ स्टकलाई चाहिँ जोड्नु पर्छ है। र यति गरेपछि हामी चाहिँ ग्रस प्रफिट अथवा लस पत्ता लगाउन सक्छौँ। र व्यापार खाताको ढाँचा यहाँ दिएको छ, यहाँहरूले यसमा पनि हेर्न सक्नुहुनेछ। र डेबिट क्रेडिट पक्षमा यसरी राख्ने हुन्छ। ट्रेडिङ एकाउन्ट माथि लेख्ने, त्यस पछाडि कुन कम्पनी हो, कम्पनीको नाम लेख्न सकिन्छ र यहाँ फर द इयर इन डेट भनेर डेट राख्ने गर्नुपर्दछ। र यता डेबिट साइडतर्फ सबैभन्दा पहिला ओपनिङ स्टक, यसमा पर्चेजलाई जोडिन्छ। पर्चेजमा रिटर्न्स छ भने, पर्चेज रिटर्न छ भने त्यसलाई घटाउनु पर्दछ र गुड लस्ट बाइ फायर छ भने यसलाई चाहिँ घटाउनु पर्छ र यदि गुड्स ड्रइङ गरेको छ भने त्यसलाई पनि घटाउनु पर्छ। वेजेसहरू भयो, त्यस पछाडि वेजेसलाई हामी यहाँ राख्न सक्छौँ। त्यस्तै गरेर अर्को चाहिँ क्यारिज इनवार्डको कुराहरू भयो, फ्राइट इनवार्ड, इम्पोर्ट ड्युटी यहाँहरूले देख्न सक्नुहुन्छ। यी शीर्षकहरू भयो भने यसलाई चाहिँ हामीले यता राख्नुपर्छ, जुन यी चाहिँ प्रत्यक्ष खर्चहरू हुन्। र यतापट्टि चाहिँ क्लोजिङ स्टक र सेल्स रहेको हुन्छ। सेल्समा रिटर्न छ भने घटाउनु पर्यो र क्लोजिङ स्टक राखेपछि यतापट्टि साइडमा आम्दानीहरू राखिएको छ, यता खर्चहरू राखिएको छ। यदि आम्दानी बढी भएमा हामीलाई ग्रस प्रफिट हुन्छ, आम्दानी बढी भयो र खर्च कम भयो भने हामीलाई ग्रस प्रफिट हुन्छ। यसलाई चाहिँ हामी ब्यालेन्सिङ फिगर भन्छौँ, किनभने यी खर्चहरू जोडेर यो आम्दानीबाट घटाउँदा यदि आम्दानी बढी भएमा यता राख्नु पर्यो, जति पुग्दैन त्यति ब्यालेन्सिङ फिगर। यदि खर्च बढी भयो भने यतापट्टि राख्नु पर्यो, त्यसलाई चाहिँ हामी ग्रस लस सिडी भनिन्छ।
ग्रस लस भनेर यहाँ राख्नु पर्यो। अब यसको आधारमा हामी नाफा नोक्सान खाता तयार गर्छौँ। नाफा नोक्सान खाता भनेको के हो भने नाफा नोक्सान खाता भनेको व्यापार खाता वा व्यवसायले निश्चित अवधिमा जस्तै 1 वर्षभित्र गरेको इन्कम र खर्चको तुलना गरेर त्यसको अवधिमा व्यवसायले नाफा कमायो वा नोक्सान बिहोर्यो भन्ने कुरा देखाउने वित्तीय विवरण हो। यो ट्रेडिङ एकाउन्ट तयार गरिसकेपछि मात्रै तयार गरिन्छ। ट्रेडिङ एकाउन्टबाट प्राप्त गरिएको ग्रस प्रफिट वा ग्रस लसलाई यसमा सारेर अन्य अप्रत्यक्ष खर्चहरू यसमा अप्रत्यक्ष खर्चहरू र अप्रत्यक्ष आयहरू इन्डाइरेक्ट इन्कम्सहरूलाई समेटेर हामी चाहिँ यो चाहिँ तयार गर्न सक्छौँ। र यसमा चाहिँ सबैभन्दा पहिला हामी यहाँ देख्न सक्छौँ प्रफिट एन्ड लस एकाउन्टभित्र के हुन्छन् त भन्दा सबैभन्दा पहिला इन्डाइरेक्ट एक्सपेन्सेसहरू हुन्छन्। डाइरेक्ट एक्सपेन्सेसहरू ट्रेडिङ एकाउन्टबाट घटिसकेका हुन्छन्। ती बाहेकका सम्पूर्ण खर्चहरूलाई हामीले नाफा नोक्सान खाताबाट घटाउँछौँ। नाफा नोक्सान खातामा राखेर यसलाई चाहिँ ट्रिटमेन्ट गर्छौँ। अब अप्रत्यक्ष खर्च भनेको कस्तो त भन्दा व्यवसाय सञ्चालन गर्नलाई आवश्यक पर्ने तर उत्पादनसँग प्रत्यक्ष सम्बन्ध नभएका खर्चहरूलाई अप्रत्यक्ष खर्च भनिन्छ। भने प्रत्यक्ष के भयो त भन्दाखेरि उत्पादनसँग एकदमै प्रत्यक्ष खर्चहरू जस्तो एउटा बिस्कुट उत्पादन गर्ने कम्पनीको लागि मैदाको पिठो डाइरेक्ट एक्सपेन्सेस हुन्छ, किनभने मैदाबाट नै बिस्कुट उत्पादन गर्ने गरिन्छ। र इन्डाइरेक्ट इन्कम्स के अरे एक्सपेन्सेसहरूमा अफिस एन्ड एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस अफिससँग रिलेटेड, जेनरल एक्सपेन्सेस, प्रिन्टिङ एन्ड स्टेसनरी, अफिस रेन्ट, इन्सुरेन्स, स्यालेरी एन्ड वेजेस, डिप्रिसिएसन, टेलिफोन बिल लगायतका कुराहरू, प्रिन्टिङ एन्ड स्टेसनरी सबै कुराहरू चाहिँ हामी यस अन्तर्गत राख्ने गर्छौँ। सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेसहरू, सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेसहरूमा चाहिँ एडभर्टाइजिङ, कमिसन, डिस्काउन्ट एलाउड होइन, अनि त्यसै गरी क्यारियर्स आउटवार्ड, सेल्स प्रमोसन, ट्राभलिङ एन्ड कन्भेन्स, डेलिभरी एन्ड प्याकेजिङ एक्सपेन्सेसहरू चाहिँ सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेस अन्तर्गत पर्दछन्। र त्यस्तै गरेर तेस्रोमा फाइनेन्सियल एक्सपेन्सेस भनिएको छ। यहाँहरूले देख्न सक्नुहुन्छ यहाँ फाइनेन्सियल एक्सपेन्सेसमा हामीले चाहिँ यो इन्ट्रेस्ट, ब्याङ्क लोनमा इन्ट्रेस्टहरू भयो, ब्याङ्कहरूले लगाउने चार्जहरू भयो, अनि त्यस्तै गरेर चाहिँ डिभेन्चरहरू हामीले किनेको छ भने त्यसमा दिने लोनहरू भयो, यो फाइनेन्सियल एक्सपेन्सेस अन्तर्गत पर्दछ। सेल अफ फिक्स एसेट होइन, लस अन सेल अफ फिक्स एसेट, ओभरड्राफ्टको इन्ट्रेस्टहरू, यो चाहिँ हाम्रो फाइनेन्सियल एक्सपेन्सेसमा पर्छ। र अर्को प्रफिट एन्ड लस एकाउन्टमा जाने महत्त्वपूर्ण हेडिङ भनेको इन्डाइरेक्ट इन्कम्स हो। सेल्स बाहेकका अन्य तवरहरूले प्राप्त गरिने गैर सञ्चालन आम्दानीहरूलाई हामी अप्रत्यक्ष आम्दानी भन्छौँ। यसका हेडिङहरू यहाँ दिएको छ, यहाँहरूले सर यसलाई स्क्रिनसट गरेर पनि पढ्न सक्नुहुनेछ। यति जान्नुभयो भने लगभग बुझिन्छ। अब हामी फर्मेटतिर लागौँ। फर्मेट अफ प्रफिट एन्ड लस एकाउन्टमा चाहिँ हेर्नुहोस्, यता डेबिट साइड छ, यता क्रेडिट साइड छ। अब यसमा चाहिँ हामीले के गर्न सक्छौँ भने यो डेबिट एन्ड क्रेडिट साइडमा ल्याएर ट्रेडिङ एकाउन्टबाट आएको ग्रस प्रफिट यहाँ रहेको हुन्छ, फ्रम ट्रेडिङ एकाउन्ट आएको हुन्छ। अनि त्यस्तै गरेर यता अप्रत्यक्ष खर्चहरू सबै हेर्नुहोस्, अप्रत्यक्ष खर्चहरू जम्मै यहाँ राखिन्छ। डिप्रिसिएसन, एडभर्टाइजमेन्ट, कमिसन, क्यारिज आउटवार्ड, ट्राभलिङ एन्ड कन्भेन्स एक्सपेन्सेस, इन्ट्रेस्ट अन लोन गरेर यसरी चाहिँ सबै खर्चहरूलाई यता राख्नुपर्छ। यसलाई यहाँहरूले स्क्रिनसट गरेर पढ्न सक्नुहुन्छ। अब यता चाहिँ हामीले ग्रस प्रफिट चाहिँ ट्रेडिङ एकाउन्टबाट आएको भयो, त्यो बाहेकका कमिसन रिसिभ, डिस्काउन्ट रिसिभ, रेन्ट रिसिभ, इन्ट्रेस्ट रिसिभ, डिभिडेन्ड रिसिभ, ब्याड डेट रिकभर, प्रफिट अन सेल अफ एसेट्स लगायतका इन्कमहरू चाहिँ हामीले यतापट्टि साइडमा राख्ने गर्छौँ। यी इन्डाइरेक्ट इन्कम्सहरू र यसको आधारमा हामीलाई चाहिँ ग्रस नेट प्रफिट आउँछ। यदि यताको खर्च बढी भयो भने नेट लस आउँछ। यता नेट लसलाई चाहिँ देखाइदिएको रहन्छ, नेट लस आउँछ। यो ब्यालेन्सिङ गर्ने तरिका बुझेपछि गर्न सकिहाल्नुहुन्छ, नेट लस आउँछ। यस्तै गरेर अब हामी चाहिँ यस पछाडि ब्यालेन्स सिट तयार गर्छौँ। ब्यालेन्स सिट भनेको के हो त? ब्यालेन्स सिट भनेको कुनै व्यवसायले निश्चित अवधिको अन्त्यमा आफ्नो वित्तीय स्थिति देखाउन तयार पार्ने विवरणलाई चाहिँ हामी वास्रात भन्छौँ। यसमा सम्पूर्ण सम्पत्ति कति छ, दायित्व कति छ र स्वामित्व पुँजी कति छ भन्ने कुरा ब्यालेन्स सिटबाट देखिन्छ। वित्तीय अवस्था कतिको स्ट्रङ छ, तिर्नुपर्ने दायित्व कस्तो छ होइन, कसरी चाहिँ ऋण प्राप्त गरेको छ,
तिर्नुपर्ने दायित्वहरू के कति छ, सम्पत्ति कति भएको छ, वेल्थ एकुमुलेसन कति भएको छ, यो सबै कुराहरू हामी वासलातबाट पत्ता लगाउन सक्छौँ। यसको ब्यालेन्स सिटको फर्मुला भनेको एसेट इक्वल टु क्यापिटल प्लस लायबिलिटिज भन्ने हुन्छ। अब यस पछाडि हामीले के बुझौँ भने ब्यालेन्स सिटमा समावेश हुने आइटम्सहरूमा सम्पत्ति हुन्छ। सम्पत्ति दुई प्रकारको हुन्छ, एउटा फिक्स एसेट्स हुन्छ, अर्को चालु सम्पत्ति हुन्छ। यहाँहरूले यहाँ देखिराख्नु भएको छ स्थायी सम्पत्ति। फिक्स एसेट्समा के हेडिङ पर्दो रहेछ, यो भित्र कुन कुन चाहिँ सम्पत्तिहरू पर्दछ भन्ने कुरा यहाँहरूले देख्न सक्नुहुन्छ। अब स्थिर सम्पत्ति, स्थायी सम्पत्ति भने दुई किसिमको हुन्छ, एउटा ट्यान्जिबल हुन्छ, एउटा इन्ट्यान्जिबल हुन्छ। अब यहाँ लेख्न छुटेको छ, ट्यान्जिबल एसेट्सहरूमा गुडविल भयो, अनि त्यस्तै गरेर प्याटेन्टहरू भयो, ट्रेडमार्कहरू भयो, यी चाहिँ फिक्स एसेट्स अन्तर्गतकै इन्ट्यान्जिबल एसेट्सहरू हुन्। चालु सम्पत्ति जसलाई 1 वर्षभित्रमा क्यासमा कन्भर्ट गर्न सकिन्छ, ती खर्चहरू चाहिँ, ती सम्पत्तिहरू चाहिँ हामी करेन्ट एसेट्सको रूपमा राखेका छौँ। र त्यस्तै गरी दायित्वको कुरा आएको छ। दायित्व पनि दुई किसिमको हुन्छ, एउटा लङ टर्म दायित्व। दायित्व भनेको व्यवसायले अन्य व्यक्तिहरू अथवा संस्थाहरूलाई तिर्नुपर्ने रकम वा उत्तरदायित्वको कुरा हो। यो दीर्घकालीन, दीर्घकालीन भन्दा 1 वर्षभन्दा बढी समयसम्मको लागि चाहिँ लिएको लोनहरू हैन, त्यस्तै गरेर डिभेन्चरहरूमा सिर्जना हुने दायित्व हो। र अल्पकालीन भनेको 1 वर्षभित्रमै त्यसलाई पेड आउट गरिसक्नुपर्ने दायित्वलाई चाहिँ हामी अल्पकालीन दायित्व भन्छौँ। र स्वामित्व पुँजी भनेको व्यवसायको मालिकले व्यवसायमा लगाएको रकम र नाफाबाट बढेको पुँजीको चाहिँ समग्र रूपलाई चाहिँ हामी ओनर्स क्यापिटल भनेर भन्छौँ। र ब्यालेन्स सिटको ढाँचा पनि मैले यहाँ बनाएको छु। यसलाई यहाँहरूले स्क्रिनसट गरेर पढ्न सक्नुहुन्छ। यहाँहरूले देख्नुभएको छ यो फर्मेट। अब यस पछाडि हामी यो फर्मेटमा ल्याएर चाहिँ यता ल्याबिलिटिज र क्यापिटल एन्ड ल्याबिलिटिज रहन्छ। यता क्यापिटल एन्ड ल्याबिलिटिज। यसमा क्यापिटलमा सबैभन्दा पहिला नेट प्रफिट एन्ड लस एकाउन्टबाट आएको नेट प्रफिटलाई जोड्ने, ड्रइङ्सलाई घटाउने। अब यसबाट चाहिँ क्लोजिङ क्यापिटल आउँछ। अनि लङ टर्म ल्याबिलिटिजका कुराहरू पनि यसमा आउँछ। यसमा बैंक लोन भयो, अनि करेन्ट ल्याबिलिटिज, क्रेडिटर्स, बिल्स पेएबल, एकाउन्ट्स पेएबल पनि हुनसक्छ यहाँ है। अब यो कुरालाई चाहिँ हामीले ख्याल गरौँ। बिल्स पेएबल, अकाउन्ट्स पेएबल भनेको एउटै खालको कुरा हो। त्यस्तो तात्विक ठुलो भिन्नता चाहिँ अकाउन्ट्स पेएबल र बिल्स पेएबलमा हुँदैन। यो सर्ट टर्म लायबिलिटिज हो। त्यस्तै गरेर आउटस्ट्यान्डिङ एक्सपेन्सेस, तिर्न बाँकी दायित्वहरूलाई हामी, तिर्न बाँकी खर्चहरूलाई हामी दायित्वको रूपमा लिन्छौँ र एडभान्स रूपमा लिएको इन्कमलाई पनि दायित्वको रूपमा लिइन्छ। र यहाँ चाहिँ मैले मेन इम्पोर्टेन्ट हेडिङहरू चाहिँ राखिदिएको छु। र यति यहाँहरूले जान्नुभयो भने मलाई लाग्छ अब म तपाईँहरूलाई अर्को भिडियोमा यसको प्रब्लम, न्युमेरिकल प्रब्लम सल्भ गरेर देखाउने छु। यो भिडियो सँगसँगै अर्को भिडियो यहाँहरूले हेरिसकेपछि अवश्य पनि यहाँहरूले यो ट्रेडिसनल मेथडबाट चाहिँ फाइनेन्सियल रिपोर्टहरू तयार गर्न सक्नुहुनेछ भन्दै आजको भिडियोबाट बिदा हुन चाहन्छु। भिडियो हेरिसकेपछि सुझाव सल्लाह र कमेन्टहरू दिन नबिर्सनुहोला। यहाँहरूको सुझाव सल्लाह र कमेन्टकै आधारमा म आगामी भिडियोहरू ल्याउने प्रयत्न गर्नेछु। आजको लागि छुट्न चाहन्छु। सेयर, सब्सक्राइब र लाइक गरिदिन चाहिँ नबिर्सनुहोला। धन्यवाद।